आज केही मनका कुरा, अनुभवका कुरा र जानकारीका कुरा लिएर आएको छु। म एउटा लिभिङ लेजेन्डसँग हुर्केको। किन लिभिङ लेजेन्ड भन्छु भने मेरो हजुरआमासँग म हुर्केँ। उहाँ चाहिँ 105 वर्षको उमेरमा संसार छोडेर जानुभयो। उहाँले जहिले पनि एउटा कुरा भन्ने गर्नुहुन्थ्यो, बाबु तँसँग कुनै अनुभव छ भने त्यो कुरा साट्नु, अरूको लागि एकदमै ठुलो साथ हुनसक्छ त्यो अनुभव भनेर भन्ने गर्नुहुन्थ्यो। आज त्यही प्रसङ्गमा सामान्यतया म वर्क पर्मिटको भिडियो बनाउँदिनँ। वर्क पर्मिट आएको भिडियोहरू बनाउने गरेको छैन। सायद सोसियल साइट जसले फलो गरिराख्नु भएको छ उहाँहरूले हेर्न सक्नुहुन्छ। आज मैले चाहिँ यो भिडियो लिएर आएको छु। रिजन चाहिँ केही 3-4वटा रिजनहरू छ। म भिडियोसँगै म तपाईँहरूलाई एक्सप्लेन गर्दै जान्छु। मसँग आज 17वटा पर्मिट्सहरू छ जो 2-3 दिनको पिरियडमा यो आएको छ। त्यसमध्येमा एकजना सञ्जय भाइ हुनुहुन्छ। म उहाँको इक्जाम्पलबाट अगाडि बताउँछु। उहाँले एप्लिकेसन अगस्त सुरु भएपछि दिनुभएको थियो, तर मैले उहाँको अप्लाई गर्न चाहिँ माल्टाको रुल्स केही चेन्ज भएको थियो लास्ट इयर अगस्त पछाडि। अप्लाई चाहिँ सायद मलाई लाग्छ 1 महिना 1.5 महिना अगाडि जस्तो मात्रै मैले उहाँको अप्लाई गर्न सकेँ। सर्टेन रिजनहरूले गर्दाखेरि, टेक्निकल रिजनहरूले गर्दाखेरि उहाँले वेट गर्नुभयो। अहिले पर्मिट आएको छ। अब 2-4 दिनमा बिएफएस जानुहुन्छ। उहाँको प्रोसेसिङ अगाडि बढ्छ। के भयो भने लास्ट इयर अगस्त पछाडि माल्टाको रुल्स चेन्ज हुँदाखेरि केही पर्मिटहरू रिजेक्सनको कुरा पनि आयो। कतिपय हामी अप्लाई गर्न नसक्ने अवस्था भयो। कतिपय चाहिँ लामो समय वेट गर्नुपर्ने भयो अप्लाई गर्नैका लागि पनि। यो 3टै रिजनहरूमा चाहिँ 3टै सिचुएसन भनौँ, रिजन भन्दा पनि 3टै सिचुएसनमा चाहिँ क्यान्डिडेट्सहरूले हामीलाई देखाउनु भएको त्यो ट्रस्ट भनौँ न। किनभने मैले यो किन यसरी भनिरहेको छु भने अभियसली अप्लाई गरेकोले ट्रस्ट भइहाल्छ। मैले किन भने मसँग यो फिल्डको लामो अनुभव र साथसाथै यहीँ युए आइकन पनि म केही अरू एजेन्सीहरूमा पनि काम गरेको छु। 1-1.5 महिना 2 महिना हुने बित्तिकै क्यान्डिडेटहरू अत्तालिएर के हो रिफन्ड यताउता यस्तो कुराहरू गर्ने। आज भनौँ न प्रोसेस गरेको 8-9 महिनासम्म पनि ढुक्क भएर स्किल्स हन्टलाई ट्रस्ट गरिराख्नु भएको छ। यो बिचको डिफ्रेन्सिएसन के हो भनेर मेरो फाइन्डिङ्स चाहिँ क्यान्डिडेट्सहरूसँग पनि कुरा गरिरहेको हुन्छु। लगभग हाम्रो कामै यही भएको हुनाले सायद त्यो ट्रान्सपरेन्ट प्रोसेसले गर्दाखेरि होला उहाँहरूले त्यो बिलिभ गरेर अनि लामो समयसम्म पनि वेट गर्नुभएको होला। र त्यो अनुभव जहाँ अरू एजेन्सीहरूमा हुँदाखेरि चाँडो रिफन्ड खोज्ने र यहाँ चाहिँ ढुक्क भएर एकजना क्यान्डिडेट्सले पनि कसैले पनि, धेरैजना क्यान्डिडेट हुनुहुन्छ, म यो क्वान्टिटी भन्नु चाहदिनँ, कसैले पनि हाम्रो प्रोसेसलाई चाहिँ त्यो क्वेसन मार्क छैन क्या। उहाँहरूले जस्ट इन्फर्मेसन माग्नुहुन्थ्यो। एउटा डाउटफुल्ली सोध्ने र एउटा इन्फर्मेसन माग्नु बिचको त फरक हुन्छ नि। हो त्यही कारणले गर्दाखेरि सबैभन्दा ठुलो एसेट्स भनेको चाहिँ सही इन्फर्मेसन रहेछ। अनि त्यो इन्फर्मेसनहरू लिएर जसरी हाम्रो सञ्जय भाइहरूले लगायत अरू क्यान्डिडेट्सहरूको जुन पर्मिटहरू आएको छ, अब केही पर्मिटहरू त अझ यस्तो सिचुएसन छ कि रिजेक्ट भएको पर्मिटहरू पनि आइरहेको अवस्था छ। किनभने रिजेक्ट भएको हाम्रो माल्टिस नै इम्प्लोयर भएको कारणले गर्दाखेरि उहाँले त्यहाँको गभर्मेन्टल इन्टाइटीहरूसँग सर्टेन कम्युनिकेसन गरेर होइन, जुन चाहिँ चाहिँ पर्मिट रिजेक्ट नहुनु पर्ने थियो त्यो भएको थियो। अब त्यसमा सर्टेन फाइट्स भनौँ न, कम्युनिकेसन, गुड कम्युनिकेसनले त्यो चिज भएको रिजल्ट्स पाएको छ हामीले होइन। त्यसै कारणले गर्दा मैले यो भिडियोको एज अ जेस्ट म तपाईँहरूलाई भन्नुपर्दाखेरि चाहिँ के हुन्छ भने तपाईँले राइट एजेन्सी सेलेक्ट गर्नुभयो, राइट प्रोसेस सेलेक्ट गर्नुभयो र राइट इन्फर्मेसन लिनुभयो र साथमा पेसेन्स चाहिँ जरुरत छ। त्यो पेसेन्स लिएर अगाडि बढ्नुभयो भने रिजल्ट्स अभियसली हुन्छ होइन। र त्यो रिजल्ट्स निकाल्नको लागि त अब सायद मलाई जहाँसम्म लाग्छ अब धेरै भनिराख्नुपर्ने कुरै छैन। अरू केही पनि होइन, स्किल्स एन्ड एचआर सिम्पली द बेस्ट होइन।